मलाई पहिले थाहा हुन्थ्यो भने मैले 2.5 इन्चको हार्ड डिस्क इन्क्लोजर किन्दिनँ किनभने यसमा 2.5 इन्चको हार्ड डिस्क पनि अट्याच गर्न मिल्दो रहेछ। अनि त्यसमाथि यदि हजुरको आइफोनको स्टोरेजको समस्या छ भने हजुरले यसलाई आफ्नो आइफोनमा कनेक्ट गरेर आफ्नो फोटोज र भिडियो सबै यसमा ट्रान्सफर गर्न सक्नुहुन्छ र एनी टाइम त्यसलाई एक्सेस पनि गर्न सक्नुहुन्छ। अनि त्यसको लागि हजुरलाई कुनै ल्यापटप अथवा पीसी पनि चाहिँदैन, हजुरले डाइरेक्टली आफ्नो आइफोनमा कनेक्ट गर्न सक्नुहुन्छ र सेम चिज हजुरले आफ्नो यो एन्ड्रोइडको फोनमा नि गर्न सक्नुहुन्छ र ल्यापटप अथवा पीसीमा पनि गर्न सक्नुहुन्छ। ल अब यसको अनबक्सिङ गरौँ है त। यो चाहिँ मैले दराजबाट अर्डर गरेको। दराजमा यसको प्राइस 3300 छ अनि यो चाहिँ चाइनाबाट इम्पोर्ट हुन्छ, त्यही भएर अरूभन्दा यसको डेलिभरी टाइम अलि धेरै हुन्छ। सो बक्सभित्र एउटा पावर एडाप्टर अनि युएसबी टु युएसबी-सी अनि पावर एडाप्टरको लागि आउटलेटमा हाल्ने प्लग अनि दुईटा भाइब्रेसन प्याड अनि फाइनली इन्क्लोजर। सो मैले यो इन्क्लोजरलाई यसरी स्लाइड गरेर ओपन गरेँ अनि त्यसभित्र मेरो 1 TB हार्ड डिस्क हालेँ अनि त्यो कभरलाई स्लाइड गरेर बन्द गरेँ अनि त्यसपछि पावर एडाप्टर कनेक्ट गरेँ अनि त्यसपछि युएसबी टु युएसबी-सी कनेक्ट गरेँ अनि मैले अहिले टेस्ट गर्नको लागि मेरो एन्ड्रोइडमा टेस्ट गर्दैछु। सो मैले एन्ड्रोइडमा ओटिजीको थ्रु कनेक्ट गरेँ अनि सबै कनेक्ट गरिसकेपछि मैले पावरलाई थिचेँ अनि त्यसपछि लाइट बोल्न थाल्यो अनि भित्रको हार्ड डिस्क पनि स्पिन हुन थाल्यो, भाइब्रेसन दिइरहेको थियो। हेर्न सक्नुहुन्छ मेरो फोनको फाइल म्यानेजरमा हार्ड डिस्क शो गरेको छ, भनेपछि मैले फोनबाट हार्ड डिस्कको फाइलहरू एक्सेस पनि गर्न सक्छु अनि फोनमा भएको फोटोज भिडियोजहरूलाई मेरो हार्ड डिस्कमा ब्याकअप पनि गर्न सक्छु। मैले चाहिँ 3.5 साइजको इन्क्लोजर रिकमेन्ड गर्छु किनभने 2.5 साइजकोमा ओन्ली युएसबीको अप्सन हुन्छ, पावरको अप्सन हुँदैन। पावरको अप्सन नहुनाले त युएसबीको पावरमा डिपेन्ड हुन्छ। ल्यापटप र पीसीले त इनफ पावर दिन सक्छ तर कुनै फोनले इनफ पावर दिन नसक्दाखेरि त्यो इन्क्लोजरले काम गर्दैन। कतिलाई थाहा नहुन सक्छ 3.5 साइजको हार्ड डिस्क पीसीको हार्ड डिस्कको अनि 2.5 साइजको हार्ड डिस्क फेरि ल्यापटपको हार्ड डिस्कको। ल्यापटपको हार्ड डिस्क भन्दा पीसीको हार्ड डिस्क सस्तो हुन्छ, त्यही भएर हजुरले इन्क्लोजर किन्नु हो भने पछि हजुरलाई स्टोरेज थप्नको लागि सस्तो पर्न जान्छ। अनि यदि अगाडि गएर हजुरको हार्ड डिस्क ड्यामेज भइहाल्यो भने पीसीको हार्ड डिस्क रिपेयर गर्न रिकभर गर्न सजिलो हुन्छ सानो हार्ड डिस्क भन्दा। सो यो भिडियोको लागि यति नै। यदि हजुरलाई हार्ड डिस्क र हार्ड डिस्क इन्क्लोजरको बारेमा अझै जान्नु छ र यस्तै टेकको बारेमा अझै जान्नु छ भने फलो गर्नु होला।